पुरै मात्रै मिठा बैमानी सरकारका हजुर कुरै मात्रै मिठा होरा सोल्टी निर्मम नभन् नेपाल सरकार बढाइरहै माया होरा सोल्टी निर्मम नभन् नेपाल सरकार बढाइरहै माया। दर्शकहरू सबैलाई नमस्कार। पहिलो कथामा यहाँलाई सबैलाई स्वागत छ। म लक्ष्मण। आज हामीसँग इन्द्रेणीमा केही दिन अगाडि एउटा गीत गाएर निकै चर्चामा रहनुभएको गुरु हुनुहुन्छ र शिक्षकहरूको काठमाडौँ केन्द्रित आन्दोलनको आज 15औं दिन बितेको छ। 15औं दिनसम्म आज शिक्षकहरू सडकमा हुनुहुन्छ। सरकारले खासै ध्यान दिन सकेको छैन। उहाँहरू महिनौं दिन लगाएर भए पनि नयाँ शिक्षा ऐन लिएर मात्रै जाने उहाँहरूको प्रतिबद्धता गर्नुभएको छ। खाली हात नफर्किने प्रतिबद्धता गर्नुभएको छ र काठमाडौँको सडकबाट रचनात्मक आन्दोलन गरिराख्नु भएको छ। कसैले कविता सुनाउनुहुन्छ, कसैले गीत गाउनुहुन्छ, कसैले जादु देखाउनुहुन्छ। विभिन्न बहुप्रतिभाहरू देखाइरहनु भएको छ गुरुहरूले। आज हामीसँग जाजरकोटबाट एकजना गुरु जोडिनु भएको छ। उहाँले जाजरकोटमा गाइने ठाडी भाका मार्फत सरकारलाई केही सन्देश दिनुहुँदैछ र हामी गुरुसँग कुराकानी गर्छौँ। र तपाईँहरू के भन्नुहुन्छ गुरुलाई? आफ्नो मनमा लागेको प्रतिक्रिया कमेन्ट बक्समा लेख्नु होला। गुरु हजुर नमस्कार। नमस्कार। नाम भनिदिनुहोस् न। म देवबहादुर बस्नेत, घर जाजरकोट, कुशे गाउँपालिका वडा नम्बर 3, डाँडाखेत, जाजरकोट। कुन विद्यालयको शिक्षक? म भगवती मावि कुशी 3 भेटुखानाको प्रधानाध्यापक। 15औं दिन बित्यो आज। हजुर। अब त थाकिसक्नु होला, खुट्टा गलिसक्यो होला। थाकिएको छैन। कि जित्ने हो कि बित्ने हो भन्ने हाम्रो मूल नारा छ। नेपाल शिक्षक महासङ्घले गरेको यो आन्दोलन फाल्गुनदेखि सुरु भएको थियो। त्यो फाल्गुनदेखि हामीले स्थानीय तह, प्रदेश, जिल्ला हुँदै केन्द्रसम्म पुर्याएका थियौँ र दुर्भाग्यवश चैत 19 गते मात्रै संसद हिउँदे अधिवेशन बन्द गरियो। यो दुःखको कुरा हो। अब यो सामाजिक सञ्जाल अथवा धेरै व्यक्तिहरूले माथिल्लो के नेताहरूले पनि भनिरहनु भएको छ कि अहिले शिक्षकहरू सडकमा रमाइलो गरिरहेछन् भने उहाँहरूलाई त झन् मोजमजा हेर्नलाई आनन्द आइरहेको जस्तो प्रतिक्रिया पनि आउँछ क्या कता कता। के भन्नुहुन्छ? हामी के ढुङ्गा हानौँ, मान्छे मारौँ, कसैका घर फुटालौँ, पत्रकारहरूलाई जिउँदै मारौँ? हामी त्यो होइन। हामी बिल्कुल नेपालको बौद्धिक सर्कल भनेको शिक्षकहरू हो। उहाँहरू जस्ता नेता जन्माउने पनि शिक्षक नै थिए। हामीलाई जन्माउने कुनै गुरु नै हुनुहुन्थ्यो। अहिले यो जति मान्छेहरू छन् ती बौद्धिक जो शिष्ट विशिष्ट जो व्यक्तिहरू छन् उहाँ गुरुले नै उत्पादन गरेका भए हुनाले हाम्रो आन्दोलन शान्तिपूर्ण तरिकाले अगाडि बढ्नुपर्छ भन्ने मानसिकता हाम्रो हो। अनि सडकमा शिक्षकहरूले आफ्नो आफ्नो प्रतिभा देखाइरहनु भएको छ। शिक्षक भन्ने बित्तिकै गुरुहरू त साँच्चै बहुप्रतिभावान नै हुनुहुन्छ। उहाँहरू कलाका खानी नै हुनुहुन्छ। उहाँले सबै थोक गर्न त सक्नुहुन्छ नै। यहाँले पनि केही दिन अगाडि इन्द्रेणीमा गएर गाएको गीत पश्चिमी क्षेत्रमा खास गरी भाइरल भयो। कुन गीत गाउनु भएको थियो? के प्रसङ्गमा गाउनु भएको थियो? ठाडी भाका। हामी इन्द्रेणीमा जाने एकजना मेरो प्रिय मित्र जादुगर सर हुनुहुन्थ्यो, देवेन्द्र प्रसाद शाह। उहाँलाई पनि सम्झिन चाहन्छु। हामी सँगसँगै जाने क्रममा अनि त्यसपछि गीत गाउने पालो आयो। गीत गाउन पालो आइसकेपछि मैले हाम्रो पश्चिमतिरको ठाडी भाका गाइसकेपछि अनि इन्द्रेणी.com ले बाहिर निकालिसकेपछि धेरै साथीहरूले मन पराउनु भयो, खुसी लाग्यो। भन्नाले यहाँको तयारी चाहिँ थिएन? तयारी खासै थिएन। अब त्यसो भए शिक्षकहरू सडकमा नाच्नलाई गाउनलाई आएको जस्तै देखिएको छ, तर यो रचनात्मक आन्दोलन नै हो। हामी राज्यलाई रचनात्मक ढङ्गबाट गीत सङ्गीतका माध्यमबाट सरकारलाई झकझगाउन चाहन्छौँ। हामी ढुङ्गामुढा गर्ने, बोट बिरुवाहरू भाँच्ने, जथाभावी फोहोर गरेर अस्तिको कार्यक्रममा मात्रै रोयल फ्यामिली जो राजाको आन्दोलनमा पनि उहाँहरूले यो नेपालको किङले पनि उहाँले महानगरको हातबाट चिठी लेखि पाउनु भएको छ। उहाँले चिठी त बुझ्नु भएन। त्यसैले बालेनले यहाँको मेयरलाई म सलाम गर्छु। उहाँले हामीलाई सम्मान गर्नुभएको छ। हामीले आफ्नो फोहोर हामीले आफ्नै टिपेको गरेका छौँ र अहिले यो आन्दोलनलाई एकदमै साङ्केतिक रूपबाट सरकारलाई झकझगाउने हाम्रो यो उद्देश्य हो। लाग्यो होला कसै साथीहरूलाई, सरकारलाई, आउने जाने मान्छेहरूलाई यो रमाइलो गर्न, नाच्न गाउन आएका हुन् भन्ने लाग्यो होला। हाम्रो गीत, आफ्ना भाका, आफ्नो कला, आफ्नो प्रस्तुतिबाट हामी सरकारलाई यो व्यङ्ग्यात्मक रूपमा हामी अगाडि बढाइरहेका छौँ। उसले सुनोस् या नसुनोस्, तर नसुन्जेलसम्म हामी यहाँ बसिराख्नेछौँ। हजुरको गीत पनि सरकार केन्द्रित नै छ? नुन खान्छे कि खारा भोटाना के चौरु गाइया, नुन खान्छे कि खारा
सुन्देऊ सरकार लाखौँ शिक्षक आन्दोलनमा सुनिदेऊ सरकार स्कुल गई जान्थिया बेला ऐन आयाउनीमा त स्कुल जाने थिए स्कुल जाने थिए बेला ऐन आयाउनी हजुर स्कुल जाने थिए मनको भयाउनी सरकारले कान सुन्याउनी मनको भयाउनी माइती घर मण्डेला आन्दोलन चल्याको चले माइती घर मण्डेला कोमरका बुझदेला को आउला र ऐन ल्याइदेला कोमरका बुझदेला कोमरका बुझदेला को आउला र ऐन ल्याइदेला कोमरका बुझदेला एकै थाना ऐन आन्दोलनको उपलब्धि एकै थाना ऐन को बुझाउला मन शिक्षक भारी रोइरहेका को बुझाउला मन ओटी बयाल छिटा मेगायो उडेका लेखा ओटी बयाल छिटा ओटी बयाल छिटा मेगायो उडेका लेखा ओटी बयाल छिटा कुरा मात्रै मिठा बैमानी सरकारका हजुर कुरै मात्रै मिठा कुरै मात्रै मिठा बैमानी सरकारका हजुर कुरै मात्रै मिठा ऐन आउँछ कि भनी शिक्षक सबै आन्दोलनमा ऐन आउँछ कि भनी ऐन आउँछ कि भनी शिक्षक सबै आन्दोलनमा ऐन आउँछ कि भनी किन हुन्छ खुनी देश विकासको आधार शिक्षा किन हुन्छ खुनी सरकार सबै गुनी देश विकासको आधार शिक्षा सरकार सबै गुनी सरकार सबै गुनी देश विकासको आधार शिक्षा सरकार सबै गुनी धन्यवाद। गीतले पक्कै पनि सरकारलाई सन्देश त दिनु नै भएको छ। सरकार आज 15 दिन भइसक्यो, हिजो मात्रै मन्त्री परिषदको बैठक पनि बसेको थियो, 12 गते संसद बोलाएको छ, सायदै 12 गते थाहा त होला, तर आन्दोलन लम्बिँदै गइरहेछ हैन त। यो जति बेलासम्म राज्यले यत्रो 4-5 लाख शिक्षकहरूको मर्का बुझ्दैन त्यति बेलासम्म शिक्षकहरू सायद यो सडक छोड्नुहुन्छ भन्ने मलाई लाग्छ। अब संसारकै भिआइपी राष्ट्र अमेरिकामा त 8 महिनासम्म लगातार आन्दोलन चलेको थियो भने हाम्रो त 75, 78, 80 मा पनि आन्दोलनहरू भए, हामीलाई ललिपप देखाइयो, राज्यले कार्यान्वयन गरेन, राज्य आफै चुकिरहेको अवस्था छ। हामीले अरू केही मागेका छैनौँ, मात्र एक थान ऐन मागेका हौँ, त्यो ऐन राज्यले चाह्यो भने एकछिनभरमै। अब अन्तिममा एउटा यो त तयारी गरेको गीत थियो, आज सबैलाई सुनाइदिनु पनि भएको छ यो कार्यक्रममा आएर, एउटा अर्को गीत सुन्छौँ हामी, सुन्न सक्छौँ। ओरा सोल्टी लाल राजी पैसा लैजायो गङ्गा तराइदे,
हो र सोल्टी ललराजी पैसा लैजायो गङ्गा तराइदे हो र सोल्टी संसदले कुरा सुन्दै मनको गराइदे हो र सोल्टी संसदले कुरा सुन्दै मनको गराइदे हो र सोल्टी काटिरहन्छु पलाइ जान्छ खोलियो नैको गाया हो र सोल्टी भुइँसीको दुध बढ्दा जान बडा सरकार माया हो र सोल्टी भुइँसीको दुध बढ्दा जान बडा सरकार माया हो र सोल्टी गाडा पारी पिपलुको गाडा वारी छाया हो र सोल्टी गाडा पारी पिपलुको गाडा वारी छाया हो र सोल्टी निर्मम नभन नेपाल सरकार बढाइरह्याइ माया हो र सोल्टी निर्मम नभन नेपाल सरकार बढाइरह्याइ माया। धन्यवाद, नमस्कार। सरकारलाई त डरै दिनुभयो। सरकारले उहाँहरूलाई रमाइलो लाग्छ, हामीले यो तर फेरि सरकारलाई रमाइलो लागिरहेको तपाईँहरू त्यो वेदना एक किसिम पीडा हो नि त होइन। अब सरकारले के मात्रै चाहेको छ भने पानीका फोहरा चारैतिर मान्छेको भागाभाग ठुला भवनहरू भत्काउने मान्छेहरूको बिचल्ली त्यो देख्न खोजिरहेका होलान्, तर त्यो हाम्रो तर्फबाट कदापि हुँदैन। हामी बौद्धिक वर्ग हो, संसारले हामीलाई हेरिरहेको छ, त्यसैले हामी शान्तिपूर्ण आन्दोलन छ, हामीले त्यो पनि मागेका छौँ, एक थान ऐन मात्रै मागेका छौँ। त्यसका लागि हामी आन्दोलन जारी राख्नुपर्छ र अहिले त हामी कहाँ हुनु पर्थ्यो, कक्षा कोठामा हुनु पर्थ्यो, भर्ना अभियानमा हुनु पर्थ्यो, बालबालिका हातमा पुस्तकहरू दिनु पर्थ्यो, कक्षा कोठा व्यवस्थापन यसमा लाग्नु पर्थ्यो। लागेको छ हामीलाई। यो जान नदिने मुख्य दोषी भनेको सरकारले मात्रै हाम्रा मागहरू पुरा नगरेकै कारणले अहिले हामी यहाँ सडकमा बसिरहनु परेको छ र हामीले यो गीत विभिन्न प्रकारका कला प्रस्तुतिका माध्यमबाट हामीले सरकारलाई झकझगाइरहेका छौँ। कतिपय मिडिया, कतिपय साथीहरू, कतिपय सरकारले त नाचगान मात्रै गर्न आउनुभएको भन्ने लागेको छ। उहाँहरूले फुलको आँखामा फुलै संसार, काँडाको आँखामा काँडै संसार ऐन त मागिराख्नु भएको छ, तपाईँहरू सडकमै हुनुहुन्छ यतिका दिनदेखि। तर जो दूरदराज तपाईँ पनि कर्णाली प्रदेशको हुनुहुन्छ, कर्णाली प्रदेशका नै हिमाली जिल्लाहरू एकदम विकट गाउँबाट विकट ठाउँबाट काठमाडौँ पुग्नु भएको छ, उहाँहरूलाई त निकै गाह्रो भइसकेको स्थिति छ। अब के गर्ने उहाँहरूको भन्दा अब सबै शिक्षक एकै तलब हैसियतका अथवा एकै क्याटेगोरीका हुनुहुन्न, निकै गाह्रो स्थिति बनिसकेको छ नि। अब मलाई साह्रै दुःख लाग्छ। अब यो मिडिया मार्फत एउटा कुरा भनौँ कि नभनौँ, अब कस्तो लाग्छ भने दिनभरि 10-4 बजाउने शिक्षक साथीहरू कसैको पारिश्रमिक धेरै माथि छ, कसैको तल छ। विद्यालय कर्मचारीको तलब भन्नै पनि मलाई लाज लाग्छ। अहिले तपाईँहरूको मिडियाको अगाडि भन्नै लाज लाग्छ मलाई। र उहाँहरूको पारिश्रमिक मैले भन्नै पर्ने हुन्छ, जम्मा 8,000 छ। ल 8,000ले दिनको उहाँले कति पैसा पाउनुहुन्छ? सरकारसँग मन छैन, सरकारसँग हृदय छैन, त्यो मान्छेले खाना खान्छ भन्ने कुरा सरकारलाई थाहा छैन। एउटा 8,000ले काम गरिरहेको छ, दिनभरि काम गर्छ, 10 बिहान 10 देखि अझ कार्यक्रम भयो भने साँझसम्म बस्नुपर्छ। विद्यालय कुनै अरू केही काम सामानहरू ल्याउनु पऱ्यो भने बिहान बेलुका पनि उसले लाग्नुपर्छ। उसको पनि घरमा श्रीमती छ, उसको पनि घरमा बालबच्चा छ। त्यो राज्यले बुझिदिएको भए हुन्थ्यो भन्ने लाग्छ। अनि अर्को बाल विकास शिक्षक साथीहरू, उहाँहरू जम्मा राज्यले दिने पैसा भनेको 10,000। अब 10,000ले कति पैसा पर्छ हजुर आफै हिसाब गर्नुहोस्। यो राज्यसँग हामीले मात्रै यो बिन्ती बिसाएका छौँ कि कसैको पनि श्रम शोषण नगरियोस्। यो श्रम शोषण गरियो भने कम पारिश्रमले काम गर्ने बालबालिकाहरूको पापले यहाँहरूको कहिले राम्रो हुनेछ। हस्, यहाँले समय दिनुभयो, धन्यवाद। धन्यवाद, नमस्कार।